बालिन शाह प्रधानमन्त्री भएपछि भारतमा हंगामा मचिएको छ। एक मामूली सा रैपर नेपाल का पीएम बनके ऐसे ऐसे कारनामे कर रहा है कि इंडियन पॉलिटिशियंस को भी अपने ऊपर शर्म आ जाए। मोदी अब नहीं चाहिए हमको, तो अब नेपाल के जो प्रधानमंत्री बने हमको तो अब वो चाहिए, वो भी पसंद आ जाए। बालिनको विरोध गर्ने कुनै पनि कुरा नपाएपछि भारतका चर्चित आध्यात्मिक गुरु रामभद्राचार्यले दिएको एक बयानले अहिले नेपालमा ठूलो बहस सुरु गरेको छ। उनले बालिनको मन भारत विरोधी रहेको र उनीमा हिन्दुत्वप्रति कुनै पनि प्रेम नरहेको आरोप लगाएका छन्। बालेंद्र जी के रवैये से तो बड़ा कष्ट हो रहा है। कैसा कष्ट हो रहा है? उनको भारत के प्रति न जाने को उनकी दृष्टि अच्छी नहीं है, और दूसरी बात है हिंदुत्व के प्रति उनको प्रेम नहीं है। मैं खुल कर कह रहा हूँ। हो, यस्ता मान्छेलाई भन्छन् ढोंगी बाबा। अब यो मान्छेले यति पनि थाहा छैन कि बालिन शाह जहाँ जान्छन् त्यो ठाउँको धर्म, संस्कृति, परम्परा र भूगोलले लिएर निकै गम्भीर हुन्छन्। उनले हरेक धर्मको सम्मान गर्छन् र नेपाल पहिलेदेखि नै हिन्दू राष्ट्र भएकाले उनले हिन्दू धर्मको प्रचार जहिले पनि गर्छन्। बालिन नेपालभरि घुम्दा उनले कहिले पनि मन्दिरलाई छुटाएनन्। बालिनको फेसबुकमा धेरै फोटोहरू छन् जसले हिन्दुत्वलाई दर्शाउँछ, तर यी सबै फोटोहरू यो मान्छेले देख्दैन। विरोध गर्नुभन्दा पहिले एक पटक बालिनको प्रोफाइल खोलेर हेर्नु नि, सबै कुरा थाहा हुन्थ्यो। यस्ता मान्छेहरू धर्मको नाममा आम जनतालाई लडाउने र त्यही जनताको लासमाथि राजनीति गर्छन्। यिनीहरू धर्मको नाममा भारतमा हिन्दू र मुस्लिमलाई लडाउँछन्, अब नेपालमा धर्मको नाममा प्रधानमन्त्रीको विरोध गर्दैछन्। यस्ता मान्छेदेखि सावधान हुनुपर्छ। धन्यवाद।